हेलो एभ्रीबडी आज फेरि म लगायत मेरो फ्यामिली सफरी पार्क घुम्न आएको छौँ। घुम्ने क्रममा पहिलो नजारा घाम तापिरहेको टोटल्स अनि यसै गरी फेल्कन्सहरू टन्नै घाम तापेर चाहिँ खर्किरहेका छन्। यिनले चाहिँ ठुल्ठुलो माछा पनि निलेको देख्थे। तेस्रो नजारा भनेको इगल आइभेरीमा 4वटा अमेरिकन इगल्स रहेछ अनि यसै गरी व्हाइट वुल्फ्स फेयर अफ व्हाइट वुल्फ्स भन्थे तर यहाँ एउटा मात्रै देख्यौँ। अब हामी हाइकिङ लाग्यौँ। पछि आमा आइराख्नु भएको छ। यहाँ चाहिँ हामी निकै लामो हाइकिङ गर्ने क्रममा हाम्रा भल्टाङ बुल्टिङहरू पनि आइरहेका छन्। यहाँ चाहिँ हिँड्ने क्रम जारी छ। हामी एकदम जिस्किँदै हिँडिरहेका छौँ। यहाँदेखिको नजारा पनि देखाउन चाहन्छु। यहाँ चाहिँ नि एकदमै राम्रो रमणीय ठाउँ रहेछ। मैले मेरो परिवार लगायत सट्ट फर्काएर पछाडिको दृश्य देखाउन खोजेको। वेटल्यान्डको त पानी सुकेछ। घामले फेरि देखिँदैन के खिच्दैछु भन्ने कुरो। टाङ्कोहरू मात्रै देख्दैछु परिवारको। यसै गरी अब मैले यहाँ गौन्थालीको गुँड पनि देख्न पाएँ। गौन्थालीहरू पुरै उड्ने क्रम रहेछ। यसै गरी यहाँ भालेमुङ्ग्रो कि छेपारो पनि देखेँ मैले। यो चाहिँ फेरि कुद्दो रहेछ है। यसलाई चाहिँ मैले खेदी भने अलिकति लिएँ। अब यहाँ हाम्रो केटाहरूलाई मैले ओह्रालोको स्टियरहरू सिँढीहरू हिँड्न सिकाएको। हेर्नु न नपक्रिकन हिँड्नै नसक्ने रहेछ। हाम्रो पालामा यस्तोमा भारी बोकेर हिँडिन्थ्यो। हेर्नु न यहाँ खाली हात पनि हिँड्न नसकेको। अब यति भएपछि सकिएन त भन्ने क्रम भन्दै फेरि हिँडाउँदैछु मैले मेरो छोरोलाई। हिँड्दैछ केटोले सिक्दैछ। हामी त यस्तो बेलामा त गुटुङटुङ कुद्थ्यौँ यस्तोमा। अहिले तर मेरो छोरो चाहिँ हिँड्न सिक्दैछ। निकै रमाइलो मौसम छ। समर लाग्दै गरेको अवस्था। यहाँनिर छोरोसँग चाहिँ उकालोबाट तल आइपुगेर अब पछाडि देखाउँदाखेरि स्टियर चाहिँ त्यस्तो थियो। अब हामी यहाँबाट हिँड्दै आउने क्रममा छोरोसँग देखा पर्यो। छोरोले चाहिँ नि घरिघरि खै म पनि बोक्छु भन्छन् तर मैले नदिइरहेको अवस्था हाम्रो नजारा। अब फेरि परिवारसँग जम्का भेट भएर चाहिँ हामी हिँड्ने क्रम छ। पानामाको जङ्गलमा हामी 4 जना चाहिँ नि अवैध रूपले चाहिँ अमेरिका छिर्न खोजिरहेको अवस्था। अब चाहिँ भने हामी घर फर्किँदै गरेको अवस्था। एकदम राम्रो सिनारियो छ। सिनारियोमा हामी हिँड्ने क्रम जारी छ। अगाडि भाल्टाङ बुल्टुङहरू कुद्दैछन्। पछि एउटा म भिडियो गर्दै खेदिरहेको अवस्था छ। एकदम रमाइलो नजारा छ। आमा पनि आइराख्नु भएको छ। अब हामी यहाँदेखि आउने क्रममा चाहिँ नि अमेरिकाको यो भैँसी चराउने ठाउँमा आइपुग्यौँ। भैँसी चराउँदाको नजारा। चराउन खोजेको सबै अगाएर खर्किरहेर छन्। यति भएपछि हाम्रो के लाग्यो त। अब यति दृश्यलाई चाहिँ हेर्दै यहाँबाट पनि हामी लाग्यौँ बाटो। 1-2 चाहिँ चर्ने क्रम जारी रहेछ। अब यति भएर हामी अलिकति ओह्राएपछि फेरि मुसहरू चाहिँ टन्नै देखिन्छ। यो चाहिँ अमेरिकाको मिर्गा हो कि के हो। यिनीहरू पनि चर्ने चरिरहेछन्। अनि यहाँ चाहिँ नि सानो प्रेरी डक रहेछ। तर प्रेरी डक एकदमै क्युट नजारा देख्दो रहेछ। उठेर खाँदा त झन्डै नमस्ते गरे जस्तै देख्दो रहेछ। म त मलाई नमस्ते गरेछ भनेर मक्खै। फेरि यता रिस छ भने चाहिँ यसो गर्दो रहेछ। यहाँ चाहिँ कमिलाको संसार। यत्रा बढीमानको कमिलाले चाहिँ टाउको र ज्यान ट्याङ्ल्याङ हल्लाउँदै बसिरहेको थिए। अनि यता आएको फेरि सानो चाहिँ फटेङ्ग्रा रहेछ त्यसका बाजे। मलाई संसारमै घिन लाग्ने चाहिँ स्ट्रिट एनिमल भन्थ्यो कि इन्सेक्ट भन्थ्यो कि। यहाँनिर सानो ठुलो त्यसको यो मूर्ति बनाएर राखेको रहेछ त्यसका बाजे।
हुँदा हुँदा यहाँ अर्को चाहिँ नि एक सिङ्गे किरा, त्यो पनि ठुलो प्रतिमा छ। यिनीहरूको सबै म्युजिकहरू पनि लगाइदिएको रहेछ, डरै लाग्दो। अनि हेर्नु न बग यो रुखलाई नै पुरा लडाएर चाहिँ नि चढिरहेको बनाइदिएछ। आजको भिडियो यति नै। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू।